अहिले चाहिँ हामी पोखराबाट हामी स्याङ्जाको नौडाँडामा आइसकेको छौँ। हामी पोखरा यता कटेर अब 27 किलोमिटर कटेर 27 हामी छियौँ। अहिले चाहिँ हामी यो ठ्याक्क अन्धा अन्धी श्रवण कुमारमा छौँ। यो चाहिँ हामी एकछिन चाहिँ हामी ब्रेकको लागि चाहिँ बसिरहेको छौँ। एउटा फोटोसुट हालिदिनु ल। अब हामी एकछिन खाजा नास्ता गरेर अब हामी यहाँबाट चाहिँ स्याङ्जातिर जान्छौँ। यहाँ चाहिँ हाम्रो तातो आलुचप, सिङ्गडा, पकौडा र तातो सेलरोटीहरू चाहिँ यहाँ बनाउँदै हुनुहुन्छ बुवाले। एकदम कडा ताजा बनाएको देख्न सक्नुहुन्छ। एकदम तातो रोटी यहाँ अब हाम्रो यहाँ माइजहरूले पनि यहाँ तातो तरकारी लिइसक्नु भएको छ। तातो सेलरोटी र तरकारी खानु चाहिँ मामा कस्तो छ त मामा सेलरोटी? बबाल छ तातो होइन? ल खै त मामाको माइजूको आएन नि त सेलरोटी आउँदैछ हो। रविना खाने